Namaste, welcome back to my channel. This is me Kartin Gurung. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। सो आज के हो भनेर हजुरहरुले टाइटल हेरेर थाहा पाइसक्नु भयो होला। आज चाहिँ हामी घरमा मोमो बनाएर खान लागेको मेरो घरमा। सो दिदीहरु चाहिँ दिदी र मोल्छ्यो अनि बहिनीहरु उनीहरु चाहिँ आउँदै हुनुहुन्छ। हजुरले हेर्नु भएन भने हेर्नु होला। यो भन्दा अगाडि पनि मैले ब्लग हालेको छु। त्यसमा हामी सबैजना मिलेर डबल धमाका सेलिब्रेसन गरेको छौं। अनि सो त्यही ग्रुप हो। आज पनि हामी सबैजना मोमो बनाएर खान लागेको। अनि उनीहरु चाहिँ वहाँबाट हिँडिसक्नु भयो। चिसापानी बस्नुहुन्छ। म चाहिँ बाजापटन मोमो बस्ने। अनि चिसापानीबाट उनीहरु हिँडिसक्नु भयो अरे। अनि अब म पनि अब एकछिनपछि सामान लिन जान्छु उनीहरु आइसकेपछि। सो त्यही हो, कसरी बनाउँछु के हुन्छ कतिको रमाइलो हुन्छ म देखाउँछु है त। हेर्दै जानु होला। अनि साथीहरु बच्चा भइसकेपछि चाहिँ यस्तो हुन्छ है हालत। हेर्नु न यहाँ सर्प चाहिँ घिसारेर हिँडे यहाँ हेर्नु बिस्कुट खाएर पुरै हिँड्न रमिन। अब यो सफा गर्नु पर्यो। सानो ओइ यता हेर्देऊ। हेलो साङमिन। ओके ल म अब यो सफा गर्छु पहिला। हामी पर्खेको भयो। कति बेला आउने हो मेरो छोरी बिचारा माइची कहिले आउने हो भनेर रुँदैछ। हामी चाहिँ पर्खे छिटो आउनु पर्यो। मान्छेहरू ठुलमम्मीहरू छिटो आउनु पर्यो। ल गाइस फाइनली आइसक्नु भयो उहाँहरू। किमा पाएन के गर्ने हो है किमा खोज्नु जाने। हेलो अब किमा खोज्नु जानुपर्छ। अब कता जानु उ त्यहाँको भाइले बनाइदिन्छ होला। मोमोको सामान लिन हिँडेको पानी बिर्सियो यस्तो भयो। भाउजूलाई लिएर आउनु भनेको थियो पाएन कि तपाईहरु चाहिँ किमा लिएर आउनु भनेको यो मान्छेलाई किमै पाइन भन्छ। अब हामी चाहिँ यहाँको भाइनिर लिन जान लागेको। ल यहाँ किमा मिट सपमा त आइयो। मासु नरहेछ किमा बनाइदिए भन्न पर्यो नि त। मासु नै छैन रे। आज मोमो नखा भन्न लेखेछ क्या। न यता न उता हेरेको लौ जा के गर्ने अब पाएन। पोखरा जस्तो ठाउँमा गए किमा भेटाएन। के भन्नु किमा नै नपाउने कोही ठाउँमा कसैलाई बन्द। अब हामी नन्दा भाउजू भएर यता गौडामुख जान लागेको। गौडामुखमा पायो नपाए आज मोमो क्यान्सल। यहाँ पनि पसल बन्द। अब फोन गर्न लागेको। आज मोमो नखा भने जस्तो छ। बफ मोमो चाहिएको। बफ मोमो खाने भनेको बफ मासु पाउन गाह्रो छ साथीहरू। यो तालले हुँदैन। मोबाइल स्विच फाइनली 10 ठाउँमा सोधेपछि बल्ल यहाँ मासु पायो। तर बफ होइन चिकन लगेर जाने भयो। कसैको नभएको किमा खोज्दै हिँडेको हेर्नु। पानी आइहाल्यो नि। पानीले लखत्नु भयो। अब थोपा झरिसक्यो। गाह्रो छ। यहाँ प्याज किन्दै पानी परिहाल्यो साथीहरू। प्याजमा तिलहरू लिन्छु हेतेर। सामान लिएर हामी घरतिर हिँडेको। घरतिर धेरै टाढा होइन घर त यहीँ टाढै जाला जस्तो गऱ्यो कि। भरिया त खतरै ल्याएछु नि मैले फेरि चितवनबाट मगाएको भरिया। यता सताएर हैरान माइजूलाई। ल आऊ मेरो सानो आऊ ल हिँड्यो है साथीहरू। आजदेखि मेरो छोरी लौ नागिन पो भएर अहिले फेरि बसी गर। ल बस ल आऊ न त आऊ
आऊ दाता 4 खुट्टे हिँडेको अवस्था ल आऊ 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 जबरजस्ती हेर न आफै रुइरा यहाँ चाहिँ प्याज कटिङ हुँदैछ दुबईको के अरे के भन्छ अरे दुबईबाट ल्याउनु भएको है दिदीले ओइ मेरो तिलको यहाँ के भयो हालत ए राम डढ्यो थुइ ए मर्यो जुनु के गर्नु भाइ प्याजभित्र काट्यो आँसु मलाई यहाँ आउँछ प्याजले जस्तो त जिन्दगी कसैले रहेन मलाई यहाँ चाहिँ अचारको रेसिपी रेडी हुँदैछ अचारवालीको हो अचारवाली होइन आमा गोरी देख्यो अब ल अनि यहाँ किमालाई उस गर्ने खोइ किमा मोल्नेवाली हेलो गाइस यसलाई दिदी साथी बनाउनु चिनुले जुनले चिनुलाई मैले सिली मला ओ म लिएर आउँछु कति हाल्ने हो साँच्ची चलो चाहिँ यहाँ मैले मोल्ने हो त्यहाँ झान्न नि पऱ्यो नि त फेरि तावा खाली छैन तेल झान्न पऱ्यो ठुक्क जिन्दगी आफै त्यही मसला आउँछ ओइ मैले बेसार हालेँ कि मसला हालेको अर्ग्यानिक हो है यो चाहिँ तेल झान्ने तरिका तेल चाहिँ धेरै नहाल्ने भनेर बेसार झानेको गाइस डल्लै डल्लो पऱ्यो ढक्कन भन्ने दिमाग भन्ने केही छैन यहाँ हजुरको डढ्न थाल्यो म यो लड जान्छु ग्यास निभाइदिनु ल पाकेर खै सानो खै 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 कस्तो खालको खाइदिनु पर्छ अर्ग्यानिक अब तेल माथिबाट खनाइदिन्छु है थोरै भयो हे भगवान् के गरेको मैले खै हेर्न हाल्नु ल कस्तो देखिएको थियो खरिद देखेको गोरा गोरा हात तेरा झन् कति राम्रो सेताफिल भनिदिएको तपाईँलाई अब यहाँ मोलेर भ्याएपछि के हुन्छ देखाउँदै गराउनु बुढाबुढीको रमाइलो छ यहाँ आऊ आऊ सानो आऊ आऊ मम्मा आऊ ऊ आफै आउँछ नगर सानो रिस लान चलाऊ आफै आउँछ ल आऊ 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 ल आयो ल आऊ हेर्न फेरि सुतिहालेको अल्छी नि ओए त्यो खाने होइन छ्या छि हाम्रो यहाँ डल्लो सल्लो गरेर भ्यायो अब कहाँ बनाउने यहीँ त होला नि बनाउने ओसार्ने नि त मुगी आरे आरे ल यहाँ चाहिँ मोमो बन्दैछ ल हाम्रो गाइजहरूले यहाँ चाहिँ पेलान्स भइरहेको यहाँ चाहिँ गाई दिदी हेलो गाइज यसले बिले बुढाबुढीहरू आउट गाइजहरू उहाँहरू मोमो बनाउँदै हुनुहुन्छ म भिडियो बनाउँदै मलाई आउँदैन डल्लो बनाउन त्यसैले म साइड लाग्ने त्यसपछि यसले बिलाई साथी बनाउनुहोस् यता हाम्रो अचार रेडी भइसकेको छ गाइज लुक ओ माई गॉड
भेरी गाइस हामी चाहिँ बाहिर छौँ बाहिर आएर बसेको भित्र चाहिँ धमाधम बनाउँदै हुनुहुन्छ मोर्स्यो दाई भाउजूहरूले हामी आमा छोरी चाहिँ बाहिर आएर एकछिन बसेको गर्मी भयो भित्र चाहिँ बाहिरको कस्तो शीतल भएको छ त्यही भएर म र मेरो बुन्दी बसेको बाहिर Mami, Hoy, siapa siapa kau dulu sanu? Siapa lo? Siapa kau dulu? Siapa kau tiga ni sampai sanu lo? Siapa nama mami cepat. Pasti kita cari. Mami cepat. Ih. ल गाइसहरू मम्मीले यहाँ मोमो हाल्दै हुनुहुन्छ मोमोको भाँडामा अनि उहाँ मोमो बनाउँदै हुनुहुन्छ गाइसहरू यो मोमो कस्तो मिठो होला यस्तो बेलामा फाइदा यही हो कि सुरुमा खान पायो ल एउटा खाएर कस्तो भयो कस्तो थुकायो ल कस्तो छ मिठो छ ल यहाँ छ बुढाहरू कस्तो छ मिठो छ सानो मिठो छ रियान्स ल खाऊ ल यस्तो हामीले यहाँ मोमो बनाएर नि भ्याइसक्यो ल यता चाहिँ पाक्दैछ फर्स्ट लट त केटाकेटीहरूले खाइसक्यो हजुरले अघि पनि देखिसक्नु भयो पाक्दैछ साथीहरू वा जियोस् मोमो भनेको घरमा बनेको चाहिँ दामी हुन्छ कि यहाँ पनि छ है ल त्यसको तातो भयो अचार हेर्नु होला मजा आउँछ जियोस् कति बेला पाकेर खाम्ला भइसक्यो ल त्यो रगो है हजुर करेन्ट ल्याउने ल अब त्यसो भए दोकानतिर भाग्न पर्यो हजुर करेन्ट पाक्दैछ किन धुलो पारेको पानी थालिसक्यो मोसोले चाहिँ यहाँ मिलाउँदै हुनुहुन्छ हेलो मोसो फेरि पनि स्वागत छ है धन्यवाद यता पुरी पनि छ है आमामा आज त कति आइटम पो खाने हो है यता बहिनीले पुरी पेल्दैछ यो पिठो जस्तै ल बलिकी गोरी है रानी हात कति गोरो छ है त्यो औँठी झन् कति स्वागो कि खोइ कुमारी हो ल है त हामीले यहाँ भाउजूले हाल्दै हुनुहुन्छ सबैको भाग बहिनीले कोक हाल्दै दाई बस्नुभएको छ दिदी मोल्छीहरू त जस्तै अब हामी चाहिँ यहाँ खाना लागेको ल अर्ग्यानिक हो नि त जे कुरा निस्केको हातले हो कि सम्म करेन्ट है करेन्ट जान्छ पुरी चाहिँ पाक्न बाँकी छ ल पानीले ए ऊ पानी भाउजू नि रह नि त भाउजू ल्याउ नि त यता पानी दिनु त पानी दिनु हजुर निरको ल त्यो मिक्स गरेर यहाँ दुईजना चाहिँ यहाँ जुस खाने रहेछ फेरि मेरो काम चाहिँ चाउचाउ हामी ल हाम्रो यहाँ चाहिँ खाना सुरु भइसक्यो है कस्तो छ गाइजहरू
दामी छ ल ल है ल ल खामै खाम के हो यस्तो एकछिनमै अगाउने अबै अझ कति धेरै छ ल ज्यान मात्र ठुलो खानै नसक्ने रहेछ अबे थपी थपी खायो यहाँ हामीले ल थप्याङ्स नन्दा भाउजू त डेन्जर है ल यहाँ के गरेको रे हजुरले मोमोमा के हालेको रे भन्नु त कसको भागमा पर्छ है ल डेन्जर खुर्सानीको डल्लै हाल्दैछ कुन चाहिँमा परेछ थाहै छैन अब त्यस्तै हो यहाँ यता दिउँ है यता दिन त थपिदिनु दिदीलाई ल भयो खानु न एउटा खाइदिन्छु ल एउटा आत्तियो रे हिँड्न नसके यहीँ पुलुङ्ग पल्टिने यहीँ ल दुनियाँले चाटेर थालसाल के अर्काले धोएर राखेको छोरीको हेर्न आफै मजाले पुस्यो यार यता अझै यति पनि खान सकिन्छ अझै मोमो खाने रे यस्तोहरू पनि छ खाएर भइसक्यो होइन अब चाहिँ भाँडासाँडा उठाउन पर्यो बिएमसी हान्न पर्यो अनि त्यसपछि हल्का ऐना हेर्ने कार्यक्रम नि हुन्छ जस्तो छ कि चाहिँ ऐना हेर्ने कार्यक्रम हो कि होइन 8:15 एकछिन त हेर्नै पर्छ नत्र हाम्रो मोमो पस्दैन गाइस होइन ल त्यही हो अहिले देखाउँछु अरू चाहिँ नपाउनेले केरा पायो बोक्राइसँग खायो हजुर ल हेर्नुहोस् त ल ज्यान अनुसार हेर्नु त हो सबभन्दा धेरै खाने उहाँ हो बढी खायो नि बढी खायो नि ज्यान हेरेर थाहा भइहाल्छ कि मान्छेहरूलाई कति खायो होला भनेर अनि ल पापै लाग्छ त्यो भिडियोमै देखायो कतिवटा क्वाप क्वाप कति छिटी हाल्यो भनेर कसैले नि पत्ताएन यहाँ अनि ल्याइ ल ए खाएपछि अब धुनै पर्यो होइन हामी यो महिलाको अङ्ग अङ्गमा भएको यो खुबी हो कि यो जन्मेबाटै लिएर आएको छोरी मान्छे खाएपछि धुनै पर्यो जुनु र म हजुर के कत्रो चाहियो प्लास्टिक त यहाँ कतिको ठुलो चाहियो कत्रो चाहियो यहाँ जति पनि छ ल यहाँ जत्रो पनि छ निकाल्नु ल यो उनीहरूको सम्पत्ति लाने रे त्यही भएर प्लास्टिक दिन लागेको म चाहिँ यहाँ चाहिँ धुँदैछ यो खाली गरिदिन्छु कि म यसमा हाल्न सजिनुहुन्छ ल अब म यो खाली गर्छु है गाइजहरू ल है सोल्टिनीहरू भाँडा धोएर भ्यायो कि भ्याएन ल भाँडा धुन बोलाएको मैले रिता गुरुङ र जुनु गुरुङलाई हो हाँगेर चाटी चाटी उसले खाएर त्यस्तो भन्छ है ल साथीहरू टक्क लगाएर खानपिन गरेर नि भ्याइयो कोही भएर दिँदैछ म चाहिँ यहाँ पोसा लगाएको सफा गरेर अब एकछिन चाहिँ हामी ऐना हेर्ने प्रोग्राम सुरु हुन्छ एकछिनमा हाम्रो त्यसपछि चाहिँ हाम्रो भिडियो इन हुन्छ होला एकछिन हामीसँग हेरिदिनु होला ल साथीभाइहरू यहाँ चाहिँ अब मोमो प्याकिङ हुँदैछ सबैतिखेर जोसे ए 4-5 तातो मोमो बेसी तातो हो ल अब यो लगेर जानु पर्यो तातो छैन भने त प्लास्टिक ठुलो खोज्छु भाइ म बहिनी यहाँ भएन यहाँ यसरी प्लास्टिक ठुलो हुनुपर्ने त यहाँ ठुलो छैन अच्छा प्लास्टिक त कहाँ मऱ्यो त चाहिने बेला त छैन हो प्लास्टिक त यार
प्लास्टिकै पाएन ल हाल्यो त्यहाँ त्यहाँ एक भाँडा छ अझै अनि कान्छाको दिने अचार चाहिँ उता हर्केसमा हाल्ने अब यो चाहिँ प्याक गर्न पर्यो होइन थुप्रै छ साथीभाइहरू ल ल ल यहाँ पनि छ राम 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 ल साथीभाइहरू यतै बस्ने भनेर आएको मान्छेहरू ल हामी चाहिँ जान लागेको उता दिदीको घरतिर उतै बस्ने भनेर सल्लाह भयो सो हामी चाहिँ उता हिँडेको बहिनीले चाहिँ चा पिलाउँदैछ ल अब पोकापोकी बोकेर त हिँड्नै पर्यो म चाहिँ झोला अनि मेरो पोको चाहिँ यता मौसीले बोकिनुपर्छ धन्यवाद त्यसको लागि मौसी अर्को ठुलो पोको पनि यता छ फेरि ठुलो पोको यता बोक्दैछ अनि अनि असली पोको चाहिँ यता छ फेरि असली पोको चाहिँ यता छ बिस्तारै हिँड्नुमै सिकिन्छ फेरि कहाँ हिँड्नु बहिनीलाई कहाँ हिँडेको हाम्रो घर गएको हाम्रो घरमा भव्य पार्टी छ अब फेरि आज फेरि उता पनि पार्टी छ गाइसहरू डबल पार्टी जहिले पनि है डबल है हाम्रो त है एक्कासी तर त्यो पार्टीमा यही थालो भने हामी एक दिन यही गएर पुग्छ अरे त्यो के अरे त्यो के अरे बस्ती सार्दै हिँड्नेलाई के भन्छ अरे के भन्छ राउटे हेर राउटेहरू हेर त आफ्नो पोकोहरू बोकेर घरबार छैन हजुर हो क्या हामी लखल लखल जुली हिँड्यो काम छैन एक्कासी कहाँदेखि कहाँ पुग्छ है सानो ल है यहाँ घर सारेको होला पाइतलादेखि शिरसम्म हेर्नु हाम्रो जुन बहिनीलाई फेरि एकचोटि कतिको पैताला रे सक्दैन पकड मेरो मायाको पोकोलाई देखाइदिन्छु है साथीहरू यता छ मेरो मायाको पोको छैन डुल्न बाँसिएलाई त रातभरि डुलाए पनि निन्द्रा लाग्दैन मस्त छ जिन्दगी यसको ल कस्तो बच्चाहरूको जरले गर्दा हो जस्तो आयो त्यस्तै पछि हजुरहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला तपाईँहरूको लागि यस्तो हिलोमा पनि हिँड्न तयार हामी हिँडेछौँ हामी हाम्रो यस्तो मेहनत लागेर पसिना छाडी पाप छाडी अझै मभन्दा छिटो हिँड्छस् म जस्तै गाइजहरू मदर्स है भोलि है इन एडभान्समा सबै आमाहरूलाई ह्याप्पी मदर्स डे स्पेसली मेरो मम्मीलाई मेरो आमालाई टाढा भए पनि छोरी टाढा भए पनि केही छैन रिच्ना हातुर फुपू भन्छ न रिच्ना आई लभ यु खै आई लभ यु भनेको रिच्ना हातुर कति मजाले भन्छ यसले हातुर मेरो छोरीले कहिले भनियो कुनै हातुर ल हामी चाहिँ चिसा पानीभित्र प्रवेश गरिसक्यौँ यहाँभित्र पसेपछि चिसो हुन्छ चिसा पानी विकास टोलभित्र नामै चिसो पानी कति चिसो होला सोच्नुहोस् है चिसोमा धेरै बस्नुहुन्न हौ यस्तो हालतमा फुल्लिन्छ ए राम्रो जस्तो राति कहाँ हिँडेको है नन्द बिगानी राति हिँडाले नन्द बिगानी आफू त बिग्र नन्दलाई नि बिगानी हेर्नुहोस् त यही हो खाएर पनि खाएन भन्ने मान्छे उयो
हगेर पनि हगेर भन्ने मान्छे नि उही हो 12 पिस भन्दा फाइदा हेर्नु गाइस मैले चाहिँ 12 को तिर्पल पिस कति हुन्छ ल भन्नु है 12 गाइजहरु पिस खा हो करेन्ट पनि आधी करेन्ट त त्यो करेन्टको सानो टुक्रा मात्र के टुक्रा मात्र पनि खाएको आधी खा छोरोले खाइदियो आधी चाहिँ दिएको छ अनि मोमो चाहिँ 12 पिस खा हो अनि झोला भरि ल्याएको भोलि खाने गाइस छ पाखरी कोटेको गफ हो गाइस नपताउनु होला है बफ यस्तै हो है हामी चाहिँ आइसक्यो हाम्रो मोमो भएको भए मैले 30 पिस चाहिँ मैले 100% खाइदिएँ तर चिकन अनि त्यो माथि अचार अलि मिठो भएन कि त्यो तिल धेरै भयो यो बनाउने चाहिँ हजुरै हो अचारवाली उयो हो उसले नै तितो बनायो गाइसहरू भइभरको तिल चाहिँ कस्तो भयो नि अलिक डढाएछ कि सोल्टिनी चाहिँ भएर कुन चाहिँ सोल्टिनी हो मलाई थाहा छैन त्यही भएर चाहिँ छिटो भयो वाजी खानासम्म खायो अब कमेन्ट हान्नै पर्यो नेपालीको बानी होइन नेपालीको भन्दा नि स्पेसली मेरो बानी चाहिँ त्यही छ है गाइस ल है तर हरेकमा कमेन्ट हान्ने यिनको बानी हो म अरूले बनाएको मलाई मन पनि पर्दैन आफूले खानासम्म खायो खाएन भन्ने सबै उयो हो आफूले बनाए पनि खान्छु अनि कुरा काट्छु पुरा कटौती के भन्छ अरे कटौती भन्छ के भन्छ पनौती चाहिँ होइन कटौती हो है हामी चाहिँ हाम्रो सिंहदरबारमा आइसक्यो राति के अरे हाम्रो होइन त्यो पनि हो प्लस हाम्रो रोदी साँझ के हामीले यहाँ डोरी गीत गान्छौँ राति सबैजना मिलेर मोटर चला डोरी गीत चाहिँ फेरि 13 पत्ती ऐना के ऐना हेरेर त्यति भनेपछि त कति राम्रो फेरि बहिनी ल आइसक्यो हामी चाहिँ हाम्रो घर ल अहिले भित्र गएर देखाउँछु है गाइजहरू यहाँ फ्याक भयो हिँड्दा क्यामेराले हेऱ्यो खै गा आँखा मारिदिउँ न त झिमिक्क चोरहरू भनेर होला ल है दिदीको घर जानु चाहिँ फेरि पुरै उकालो हो नि त चढ्न पनि फेरि स्कुटी बाहिरै हो राख्ने रातभरि बाहिर हो ल हेर्नु साथीभाइहरू त्यत्रो मोमो घिचेर आएर फेरि यत्रो उकालो चढ्दाखेरि त पचिहाल्यो नि ल यता हेर्नुहोस् अर्को हिँडेको फेरि टुई ल आउँदै गर्नु होला बिस्तारै खुट्टा धुनु पर्यो पहिला सर्वप्रथम बाथरुममा नि धोइन्छ हो चप्पल त चिसो छ मेरो त यहीँ धोएर जाऊँ ल जहिले पनि जहाँ गएर आए पनि हात खुट्टा धुन नबिर्सिनु होला साथीभाइहरू यसरी असल बानी बसाल्ने मेला होइन ल मेरो खुट्टा त आच्यो ल खुट्टा धोइहालौँ धारा त के हुँदैन नि खत्रै छ त ल नानी छोडिदिएको ल धोएर आउनु है भित्र जान्छु म चप्पल त यतै पो राख्नु पर्ला हो आइयो साथीभाइहरू आइयो टुरु फाइनली आइयो जा कोठामा गएर जा ल साथीभाइहरू अब चाहिँ सुत्ने पर्ने हुन्छ यहाँ दिदीको घरमा आइसकेन सानो मान्छे हामी सँगै त्यसै गरी आजलाई यति नै थ्याङ्क यू सो मच फर वाचिङ डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड